गाइज नमस्ते। आज बिहानको 10 बज्दैछ। सेयरिङ बेसिसमा माई काम्पोङको लागि बुक गर्न लाएको थिएँ, तर मेरो लास्ट मिनटमा प्लान स्विच भयो र मैले हिजोको गाडीलाई भनेको मलाई एउटा गाडी अरेन्ज गरिदियो भनेकन यस्तो रसमा म उठेछु। 15 मिनट्समा 9:45 तिर उठेँ म। सावर लिएँ तर ड्राइभरजीले हाम्रो वेट गरिदिनु भयो। डिहाइड्रेसन हुन थालिसकेको छ। डु हेभ कोकोनट? नो डोन्ट हेभ ला। है छैन। अलि अघि तल देखेको थिएँ मैले, रोकाउनु पर्ने माका डक्स। You going upstairs in the cafe? Yeah, thanks. Cafe and whatever. अलराइट गाइज नमस्ते। सो मेरो बकेट लिस्टमा माई काम्पोङ भन्ने ठाउँ थियो है, तर माई काम्पोङ भन्दा पनि अझ माथि हिल ट्रेक गरेर म आएँ। ट्रेल गाह्रो थियो। ऊ त्यहाँबाट स्टार्ट हुन्छ, हुँदै 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 ऊ त्यहाँ तलसम्म बग्छ है। एभ्री सिङ्गल पेनी जहाँ म यहाँ आउनलाई जुन मैले खर्च गरेको छु, इट्स वर्थ साँच्ची भन्छु। म एक्लै मेरो ग्रुपमा कोही पनि छैन। सो योचोटि म एकदम सोलो ट्राभल गर्दैछु। अति रमाइलो हुने रहेछ सोलो ट्राभलिङमा। जहिले पनि इट्स योर डिसिजन कि यहाँ जाने ओके, यहाँ जाने ओके, जस्ट आफूलाई फकाउनु मात्र छ कि उठ भाइ बेडबाट उठिया। वर्थ एभ्री सिङ्गल पेनी वर्थ। ओ त्यहाँबाट आएको हामीहरू हिँड्दै थ्याङ्क यू।